हुन्छ एउटा हाई स्कुल केटाबाट, जहाँ ऊ चाहिँ आफ्नो घरबाट निस्किया हुन्छ र भन्छ म लाइब्रेरी जाँदैछु। त्यसले भनिरहेको थियो त्यस्तो हावा बाइकमा पनि तैँले दामीको बाइक चलाइस् भनेर। अनि मिनुले भन्छ लाछौँ तेरो मन लाग्यो भने त आउन सक्छस्, र जेले सबै कुरा सुन्छ तर केही पनि रियाक्ट चाहिँ गर्दैन। नेक्स्ट सिन बेलुकाको हुन्छ र ग्रिन पार्कमा एकदम धेरै नै चहल पहल हुन्छ। केटाहरू आफ्नो बाइकमा स्टन्ट्स गरेर हुन्छ। सबैको हातमा एउटा ब्यान्ड पनि हुन्छ जसमा लेखेको हुन्छ जेफाइरस क्रू, र त्यसकै छेउमा मिनु बसेको हुन्छ बन्द गरेर आफ्नो हेडफोनमा गीत सुनिरहेको हुन्छ। अब त्यहाँ जुन पनि आउँछ, एकदम धेरै चिसो रेडबुल उसको गालामा लगाइदिन्छ र मिनु एकदम धेरै आत्तिन्छ। म्यान एकदम धेरै चिसो यार यो त। जुनले भन्छ चिल ब्रो यो रेडबुल ली। फेरि जुनले सोध्छ हामीलाई यहाँ बसेको धेरै टाइम भइसक्यो, जे आउँदैन र आज। अनि मिनुले भन्छ हामी वेट गर्न बाहेक अरू केही गर्न नि सक्दैनौँ। जुनले भन्छ यदि ऊ आएन भने हामी हाम्रो प्र्याक्टिस गर्नुपर्छ भनेर। त ठिकै छ, तर त मलाई यो भन् त किन यति धेरै जेसँग अब्सेस छ भनेर। मिनु ठुलो स्वरले भन्छ ब्रो म कहिले जेबाट अब्सेस भएँ भनेर। अनि सानो स्वरले यस्तो कुरा भन् फेरि मान्छेहरूले अरू के सोध्छ। अनि जुन भन्छ त्यसो भए कुरा चाहिँ के हो। अनि मिनुले र हाम्रो म्यापमा देख्न सक्छौँ र आजको रेस एकदम धेरै सजिलो छ किनकि यो रेस 1v1 हो। त्यसपछि उसले म्याप देखाउँछ र भन्छ तिमीले सिफर सिफ यसको चक्कर लाउनु छ भनेर। जो पनि पहिला चक्कर लाएर यहाँ आउँछ उसले नै यो रेस जित्छ। तिमीलाई त्यही पनि यो बाटो राम्ररी याद हुन्छ होला। यदि याद भएन भने पनि केही छैन, हाम्रो केटाहरू बाटोमै बसिरहेको हुन्छ र जोसँग तिमी रेस गर्न जाँदछौ त्यो केटा ऊ नै हो जसलाई तिमीले इग्नोर गरेको छौ। र टिजे साइडमै उभिरहेको हुन्छ र रिसले एकदम रातो टमाटर जस्तो भएर बसिरहेको हुन्छ। र जेले मिनुलाई भन्छ आजको रेस पछि कहिले पनि मेरो अगाडि यो ग्रुपवाला ड्रामा लिएर नआइज। अनि त्यही बेलामा जुनले चाहिँ जेलाई हेलमेट दिइरहेको हुन्छ। यो हेलमेट लगाऊ, यसले तिमीलाई सेफ राख्छ। अनि मिनु जेको बाइक हेर्छ र सोध्छ उसले त आफ्नो बाइकको ब्रेक पनि निकालिसकेछ, जसले गरेर बाइक हल्का पनि हुन्छ। लाग्छ कि जित्नलाई सानो सानो कुरा पनि एकदम धेरै म्याटर गर्छ। त्यसपछि टिजे र जे एकअर्कासँग ब्याटल गर्नको लागि रेडी हुन्छ। साइडको केटाहरूले टिजेलाई चियर गरेर हुन्छ। अनि त्यही बेलामा टिजेले जेलाई जिस्काएर भन्छ मलाई अलि टाइमको लागि भए पनि राम्रो टक्कर दिए, तेरो त्यो कबाडी बाइकले मेरो यो कार्बन बाइकलाई टक्कर दिन गाह्रो हुन्छ। मिनुले टिजेलाई भन्छ अब धेरै गफ नहान, तेरो कबाडी बाइकको बारेमा रेसमा ध्यान दे। टिजेले भन्छ तँलाई बिचमा बोलेर हिरो बन्ने धेरै सौक छ। जुनले आफ्नो हेलमेटमा मोबाइल राखेर भन्छ म पछाडिबाट तिमीहरूको रेसको भिडियो बनाउँछु। त्यही बेलामा एउटा केटा अगाडि आएर भन्छ जब मेरो हातबाट यो नट बोल झर्छ त्यसपछि तिमीहरूको रेस सुरु हुन्छ। गेट रेडी सेट एन्ड ड्रप। अनि रेस सुरु हुन्छ। अनि त्यो ड्रप हुने साथै टिजेले जेलाई ओभरटेक गरिहाल्छ फर्स्टमै। पछाडिबाट आएको जुनले भन्छ टिजेको बाइक हल्का छ र उसलाई यसको एडभान्टेज छ। र असली रेस त एकछिनमा सुरु हुन्छ जब दुवैजनाले पेडलिङ गर्न थाल्छ। पनि छिटो यिनीहरूकै बराबरमा साइकल चलाउनु पर्छ, नत्र मैले यिनीहरूको भिडियो राम्ररी लिन सक्दिनँ। र टिजेले पछाडिबाट जेलाई हेर्छ अनि भन्छ हा तैँले त्यस्तो कबाडी बाइकबाट पनि जित्छस् जस्तो लाग्छ मलाई। त सिफर सिफ मेरो एस मात्रै हेर्न सक्छस् किनकि तैँले कहिले पनि मलाई ओभरटेक गर्न सक्दिनस्। र जे केही नबोलिकन सिफर सिफ आफ्नो पेडलिङमा मात्रै ध्यान दिइरहेको थियो र बिस्तारै बिस्तारै डिस्टेन्स पनि कभर गरिरहेको थियो। अनि टिजे पछाडि फर्केर हेर्छ र आत्तिन थाल्छ र सोच्न थाल्छ कि सायद मैले मेरो पेडलिङ अब छिटो गर्नुपर्छ भनेर। यो मेरो नजिक लास्टै आइसक्यो। र त्यही बेलामा टिजेले अगाडि कोनहरू देख्छ र केही नराम्रो षड्यन्त्र सोचेर हाँस्छ। र त्यति बेलामा नै आफ्नो साइकलको ब्याक टायरले एउटा कोनलाई जेको साइकल अगाडि फालिदिन्छ र त्यो देखेर जे र जुन दुवैजना आत्तिन्छ। र त्यही बेलामा जेले आफ्नो आइक्यू लगाएर आफ्नो ब्याक टायरलाई 360 घुमाएर त्यो कोनलाई डज गर्छ। अनि त्यही बेलामा जुनले कराएर जे अगाडि गाडी छ भन्छ र त्यही बेलामा जेले गाडीलाई देख्छ। अनि त्यही बेला जेले आफ्नो साइकलको फ्रन्ट टायर उठाएर त्यो गाडी माथिबाट साइकल जम्प गराउँछ। अनि फेरि ट्र्याकमा आउँछ र त्यो देखेर जुन र जे दुवैजना सक हुन्छन्। अनि जुनले ठुलो स्वरमा टिजेलाई भन्छ टिजे यस्तो नराम्रो काम नगर रेसको बिचमा। अनि टिजेले भन्छ मिस्टेकली भयो यार। अनि मनमनै सोध्छ यो बाँदर त मैले सोचे भन्दा नि खतरा रहेछ। अनि जुनले पनि सोध्छ यो टिजेले कुन दिन कुनै मान्छेलाई मार्छ। तर त्यही बेलामा जे एकदम खतरा
बाइकको स्किल भएर मात्रै बचाऊ। त्यो 360 यार लास्ट बवाल। फास्ट यो रेसिङ सबैजनाले लाइभमा देखाएको हुन्थ्यो। जे एकदम धेरै फास्टमा आफ्नो बाइक चलाउँछ र टिजेको साइडमा पुगेर भन्छ यो स्टुपिड रेस अब सिद्धाउने बेला भयो। र टिजेलाई लास्टै धेरै रिस उठेर भन्छ यसले मेरो दिमाग खाइसक्यो यार। अनि टिजेले अगाडि एउटा साफ टर्न देख्छ र मनमा नै सोध्छ यो त लास्टै धेरै इडियट छ यार। यस्तो साफ टर्नमा यति धेरै स्पिडमा गयो भने यसले आफूलाई मार्छ यार। तर जेले चाहिँ आफ्नो साइकलको स्पिड रोक्दैन र त्यही बेलामा आफ्नो ब्याक टायरलाई ड्रिफ्ट गरेर त्यो टर्नलाई मोड्छ र त्यो देखेर टिजे एकदम धेरै सक हुन्छ र सोध्छ त्यस्तो स्पिडमा त्यस्तो साइकलमा म त कहिले नि सोच्न सक्दिनँ यस्तो ड्रिफ्ट गर्नको लागि। र त्यही बेलामा जुनले स्माइल गरेर सोध्छ कि म्यान यो मान्छेसँग कति धेरै स्किल छ, यसले त यो फिक्सीलाई यसरी चलाउँछ कि यो त जस्तै कि त्यसको शरीर हो। टिजे चाहिँ रिसमा हुन्छ र मनमा नै सोध्छ कि मलाई त विश्वास नै हुन सक्दैन, यसले त्यस्तो कवाडी बाइकले मेरो फुल कार्बन बाइक पछाडि छोडिरहेछ, मलाई जसरी भए पनि यो बाटा पुग्नै पर्छ। अनि त्यही बेलामा जेले आफ्नो एस देखाएर भन्छ अब सायद तँलाई यो रेस भएर मेरो सिर्फ एस मात्रै देख्छ। अनि त्यो देखेर टिजे एकदम धेरै ट्रिगर हुन्छ र भन्छ यो रेस अझै सकिया छैन, म तँलाई जसरी भयो नि जितेरै छाड्छु। अनि जेले भन्छ मलाई पढ्न जानु छ, त्यही भएर यो रेस म सिर्फ 4 मिनटमा भ्याइदिन्छु। र टिजेले पछाडिबाट भन्छ यति धेरै घमण्ड पनि भएको राम्रो होइन। अनि भन्छ म्यान मलाई यो सनी आएको केटाहरू राम्रै लाग्दैन र रेस एकदम धेरै स्पिडमा गइरहेको हुन्छ। अनि पछाडिबाट जुनले सोचिरहेको हुन्छ यदि तिनीहरूले यही स्पिडमा साइकल चलायो भने कोही त कोही पक्का घाइते हुन्छ र भगवान्ले चाह्यो त यस्तो केही पनि नहोस्। र टिजे लेफ्टबाट ओभरटेक गर्ने ट्राई गर्छ र त्यति बेला नै जेले लेफ्टबाट टिजेलाई ब्लक गरिदिन्छ। अनि टिजे राइटमा जान्छ र फेरि जे पनि राइटमा जान्छ। त्यो देखेर टिजे एकदम धेरै रिसमा भन्छ मलाई सजिलोले अगाडि जान दिन त सक्दिनस्, तर म तँलाई डाउनहिलमा हेर्छु। र दुवैजना एकदम धेरै फास्टमा डाउनहिलमा साइकल चलाउँछ, हेर्दाखेरि कोही पनि स्लो डाउन गर्नै चाहँदैन जस्तो। र पछाडिबाट जुनले आएर भन्छ ओ स्पिड कम गर, तिमीहरू मर्न सक्छ, अगाडिको तार देख्न सक्दैनौ। जे एकदम धेरै होसमा हुँदैन र सिर्फ उसको माइन्डमा एउटै कुरा चल्छ कि मलाई जसरी भयो नि यसलाई जित्नु छ। र डाउनहिलमा पनि एकदम क्रेजी पेडल गरेर हुन्छ र जे डाउनहिल सिद्धिनुभन्दा अगाडि नै आफ्नो बाइकलाई टर्न गराएर स्लाइड गरेर लैजान्छ र एन्डमा गएर त्यो तारमा आफ्नो खुट्टालाई रोकेर त्यहीँबाट आफ्नो खुट्टालाई धकालेर साइकललाई अगाडि लिएर जान्छ। र टिजेलाई पछि मात्रै बुझ्छ कि अगाडि जाली छ भनेर, हतारमा ब्रेक हान्छ, त्यही पनि त्यसको केही फाइदा हुँदैन र टिजे अगाडि गएर तारमा गएर ठोकिन्छ। अनि जे नि पछाडि फर्केर हेर्छ र भन्छ यो त लुजर हो यार। र बिस्तारै आफ्नो साइकललाई पेडल गरेर फिनिस लाइन अगाडि बढ्छ र त्यो देखेर टिजे एकदम खुन भइसकेको हुन्छ। अनि त्यही बेलामा जुन आएर भन्छ टिजे त ठिक छस् नि। अनि त्यति बेलामा रेसिङ ट्र्याकको फिनिस लाइनमा मिनु आफ्नो मोबाइलमा साइकल गेम खेलिरहेको हुन्छ। तब एउटा केटाले भन्छ हे सायद कोही त आइरहेछ। मिनु सक हुन्छ र भन्छ यति चाँडो को आउला छ। अनि त्यति बेलामा आफ्नो मोबाइल हेर्दै भन्छ सेट म्यान म एउटा नयाँ रेकर्ड बनाउँदै थिएँ। त्यही बेलामा सबैले जेलाई देख्छ र भन्छ यार सनी आएको केटाले जितेछ। अनि त्यतिखेर टिजेको साथीहरूले यताउति हेर्छ र भन्छ टिजे कसरी हान्न सक्छ यो रेस।